Yo, Super Dion. You are insane, Sudan. जाँदैछु मुगलान आफ्नो सपनालाई खिचिएर मलाई के थाहा नै थिएन घरमा ऋणले थिचिएछ आमाले खिचकिच आफ्नो कर्तव्यलाई बिर्सिएर बाबाको मुहार हेर्छु आँसु कहिले रोकिएन जाँदैछु मुगलान आफ्नो जिम्मेवारी काँधमा लिएर नरुनु छु आमा तिमी छोरा मुगलान सम्झिएर गर्नेछु हसल हाम्रो दुःखको दिन सम्झिनेछ के वर्ष गर्नु आमा दुःखको दिन सकिनेछ घमण्डले होइन आमा परिश्रमले जित्दिनेछ जान्थेन मुगलान आमा दुःखले ऋण तिर्दिने भ बस्नु है बाबा तिमी छोराको पिर नलिएर पैसा छ त सबै छाया चाहिँदा आफ्नो कोही थिएन आमाको आँसु पनि अमृत सम्झिकाइदिएछु त्यसैले होला बाबा खुसी कहिले भइदिएन म पनि कोही नभनी मुगलानतिर गइदिएन के गर्नु लाइफ कहिले सोचे जस्तो भइदिएन आवाज सुन्दैन यता राख न आज घर छोडेर हिँडेको नि 10 वर्ष भयो फेरि घर छोडेर हिँड्दथे म 10 वर्षको त्यसमा घर छोडेर हिँड्दा तिमी रुँदै बसेको मैले कहाँ बिर्सन्छु आमा तिम्रो आँसु खसेको आज बाउ आमाको सपना सबै छोरा माथि भयो तर छोरा जहिले सामान खाँदै पागल जस्तो भयो मलाई गाह्रो पर्दा आज मेरो नजिक पर्छको मेरो घरको बाध्यतालाई हेरी समाज हाँसेको यो नसा भन्ने चिजले किन हान्छ यस्तो सिकले करियरमा हसल छोडी नसा लाग्यो ठिक आज बाउ आमालाई छोडी घरको सामान सबै ठिक तर पछि थाहा मैले सिकमा खाँदै रहेछु बिस मेरो आमा भन्नुहुन्थ्यो छोरा नखा यस्तो चिज तर त्यस्तो सिन्द मलाई धेरै उठ्ने गर्थ्यो रिस मेरो बाबा भन्नुहुन्थ्यो अब गर्नुपर्छ ठिक फेरि सामान खान नपाउँदा झन् हुन्थे अति ठिस